यतिखेर शेरबहादुर देउवा सिङ्गापुरबाट फर्किसकेपछि कांग्रेसमा एउटा प्रश्न फेरि उब्जिएको छ। अब शक्ति कसको हातमा रहन्छ? देउवा केवल व्यक्ति होइनन्, कांग्रेसभित्र दशकौंदेखि निर्माण भएको शक्ति संगठनको एउटा खम्बा हुन्। त्यसैले गगनले सभापति बनेर मात्र देउवा युगको समाप्त भएको ठान्नु एउटा ठूलो भूल हुनेछ। किनकि पार्टीको पद एउटा कुरा हो, पार्टीभित्रको वास्तविक शक्ति अर्को फरक कुरा हो। सरसर्ती हेर्नु पर्दाखेरि अब गगन थापाका अगाडि तीनटा बाटाहरू देखिन्छन्। पहिलो बाटो हुन सक्छ देउवासँग सिधै शक्ति संघर्ष गर्ने, जसले तत्काल समर्थकलाई उत्साहित बनाउन सक्छ, तर कांग्रेसलाई यसले गुटगुटमा विभाजन गर्ने सम्भावना पनि प्रबल रहन्छ। अर्को देउवासँग सम्झौता गरेर अघि बढ्ने, जसले तत्काल त पार्टी जोगाउन सक्छ तर गगनको नयाँ नेतृत्वको दाबी कमजोर पार्न सक्छ। अनि तेस्रो सबैभन्दा कठिन बाटो छ देउवासँग व्यक्तिगत युद्ध नगर्ने तर देउवा शक्तिको राजनीतिक विकल्प तयार गर्ने। यही नै गगनको यतिखेर वास्तविक अग्नि परीक्षा हुनेछ। किनकि अब गगन पक्षले सोध्नेछन्, तपाई देउवा भन्दा फरक कसरी? उमेर फरक भएर पुग्दैन, भाषण फरक भएर पुग्दैन, राजनीतिक संस्कार निर्णय प्रक्रिया फरक देखिनु पर्छ। अनि अर्कोतर्फ यतिखेर देउवाका समर्थकले पनि बुझ्नुपर्छ आजको राजनीति पुरानो गुट जोगाउने प्रतिस्पर्धा मात्र होइन। यदि कांग्रेसले पुरानै शक्ति समीकरण फेरि दोहोर्यायो भने नयाँ पुस्ता कांग्रेसबाट फेरि टाडिन सक्छन्। त्यसैले अहिलेको संघर्ष देउवा विरुद्ध गगन मात्र होइन, यो राजनीतिक संघर्ष हो, पुरानो राजनीतिक शैली विरुद्ध नयाँ राजनीतिक संस्कारको थालनी। र अन्तिम फैसला कांग्रेसको बैठकले होइन, जनताको चुनावले गर्छ। यतिखेर गगनले देउवालाई हराएर इतिहास बनाउने होइनन्, देउवा युगपछि कांग्रेसलाई कहाँ पुर्याउँछन् यसले इतिहासको निर्माण गर्छ। अब एउटै प्रश्न छ, गगन देउवाका राजनीतिक उत्तराधिकारी बन्छन् कि नयाँ इतिहासका रचयिता?